हेलो साथीहरु, म चाहिँ नर्वेजियन खाना बनाउन गइरहेको छु। यो बेला जस्तो यहाँ चाहिँ अट्टम, यहाँ चाहिँ होस्ट भन्छ। यो बेला चाहिँ यिनीहरूले नर्वेजियन खाने खानेकुरा यो चाहिँ यिनीहरूको भाषामा फरेकोल सोत भन्छ। यो चाहिँ यो बेला खान्छ। अनि म चाहिँ यो मासु धुन गइरहेको छु। यो चाहिँ ल्याम्ब हो, भेडाको मासु। यो चाहिँ नफालिकनै ठुल्ठुलो बनाउनु पर्छ। ठुल्ठुलोमा पकाइन्छ। जस्तो ठुलो टुक्रा छ, यो ठुलो छ, एकदम ठुलो छ। उनीहरू चाहिँ नकाटिकन त्यतिकै ठुल्ठुलोमै हाल्ने। ठुल्ठुलो छ, त्यो मासुहरू छ, यो खराङहरू छ, त्यो चाहिँ हाल्ने। त्यो चाहिँ मैले मात्रै एउटा धुन्छु है। यसलाई धोएर यसलाई मजाले धुनुपर्छ। अलिकति यति हाल्यो भने पुग्छ होला। बोसो पनि रहेछ, टक्क हाल्नुपर्छ। यो बेला नै निक्लिन्छ यो मासु, अरू बेला चाहिँ निकाल्दैन मासु। मासुलाई म यहाँ राख्छु। अब मैले अब चाहिँ यसो फरेकोल भनेको चाहिँ कोल भनेको चाहिँ यो हो क्याबेज अथवा बन्दाकोपी। अब यो बन्दालाई पनि म काटेर ठुल्ठुलो बनाएर हाल्छु, राख्छु, रेडी गर्छु, धुन्छु। एक्चुअली बन्दालाई धुनु पर्दैन, यो चाहिँ भित्र बन्दा भएको कारण यो ठुलो मैलो केही पनि छैन यसमा। यो चाहिँ यस्तै ठुल्ठुलो राख्नुपर्छ। यो पनि ठुल्ठुलो राख्नुपर्छ। यस्तो ठुलो यस्तो यस्तो ठुल्ठुलो राख्नुपर्छ। अनि नम्बर प्लेट पनि लेखेको रहेछ यहाँ, यस्तो ब्रान्डवाला। अनि ब्रान्डको हाले यसलाई यस्तो ठुल्ठुलो बनाएर राख्ने। अलिअलि पानी हाल्छु, एकचोटि धुनु पर्दैन थियो। यसलाई चाहिँ यसरी रेडी बनायो। जानेर छिलेर हाल्नुपर्छ। Yes. Then we have another process. साथीहरु, नेक्स्ट प्रोसेसको लागि एउटा बल लिनुस्। यस्तो यहाँ पकाउने चाहिँ यहाँ नर्वेमा चाहिँ ग्रित्ता कासारोला भन्छ। यस्तो चाहिँ यहाँ चाहिँ नेपालमा अब चाहिँ डेक्सी भन्ला अथवा केही भन्ला आफ्नो नामले। यो चाहिन्छ। यसलाई फ्यान तताउने, ठ्याक्क तातो बनाउने। अनि चाहियो अरू बटर। यो मसँग यति बटर छ। यो बटर चाहिँ बटर पगाल्ने। अघिको मासु यहाँ छ, अनि यो चाहिँ यहाँ छ। यसलाई चाहिने मसला यहाँ छ, अनि अरू चाहिएको नुन हो। अब हालौँला, बिस्तारै प्रोसेसिङमा जाउँला। मलाई चाहिँ यो चाहिन्छ। यो चाहिँ पग्लेपछि यसको चाहिँ सस बनाउनु पर्छ। केही बाक्लो होस् भनेर पिठो हालेर केही बनाउनु पर्छ। यो चाहिँ पगाल्दैछु मैले। यसको खासै केही पनि त्यस्तो अदुवा लसुन यस्तो केही पनि हाल्नु पर्दैन। यो चाहिँ ठ्याक्कै नर्वेजियन, टिपिकल नर्वेजियन पारम्परिक पारा हो, ट्रेडिसनल पारा। अनि क्याबेज हाल्ने, मासु हाल्ने, क्याबेज हाल्ने, यसरी मासु हाल्दै जाने। क्याबेज हाल्ने, अनि क्याबेज हाल्ने दोकानमा क्याबेज हाल्ने, मजाले क्याबेज हाल्ने। मासु हाल्ने माथिबाट, यो मासु हाल्ने, क्याबेज हाल्ने।
हामी क्याबेज हाल्ने यसलाई चाहिँ टक्कै क्याबेज हालेपछि अलिकति पानी थपिदिनु माथिबाट पानी हुने नभए वाइन हाल्दै हुन्छ वाइन खानु मेरो बच्चा छ बच्चाले खान्छ वाइन हाल्दैन मैले यसरी हाल्ने अब चाहिँ यो चाहिँ 4-5 घन्टा मजाले सानो आगोमा पकाउने बुक 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 बास्ना आउने गरेर एकदम अनि यो चाहिँ अनि यिनीहरूको तितेबार भन्ने हुन्छ जस्तो यिनीहरूको भाषामा जाम तितेबारको जाम हुन्छ त्यसलाई चाहिँ यहाँको भाषामा सिल्तेतोय भन्छ त्योसँग खान्छ यिनीहरूले मजाले नर्वेजियनहरूले अब यसलाई चाहिँ म छप्प छोपिदिन्छु ट्याक्क यसलाई छोपेपछि यो अब यत्तिकै बस्छ यो चाहिँ अब 2-3 घन्टा अहिले म 5 घन्टा जति पकाउनु पर्छ यसलाई 2-3 घन्टा होइन राति छोड्यो भने बिहान खाना हुन्छ झन् मिठो हुन्छ अब म चाहिँ बेलुकाको लागि डिनर हो यो रेडी गरेँ है साथीहरू ल अब 4-5 घन्टा पछाडि फेरि म देखाउने छु चाहिँ 5-6 घन्टा पछाडि यस्तो बस्यो मेरो खाना है I'm looking this now yes then serving now this is तितेबार यो सर्भ गर्छ है बिहान दिउँसोदेखि पकाएको होला यो तपाईले 4-5 घन्टा पकाउनुपर्छ हाम्रो नेपाली मसला अनुसार पनि अलि यस्तो ढिलो गरेर पकायो भने मिठो हुन्छ होला पापा है मसलाको स्वादहरु भित्र पस्छ जस्तो लाग्छ यसलाई यसरी नै दिने हो नि सर्भ गर्ने यसरी नै हो यहाँको नेसनल खाना अहिले यही बेला खान्छ नि हो अरु टाइममा खाँदैन यो Yes.